हे गाइज नमस्ते। आज हामी यो खुसी प्यारिस कस्तो भएको छ होइन, नयाँ रङ लगाएको देखेको थियौँ, त्यही आज हेर्नलाई जाँदैछु होइन। बाटोमा के कस्तो हुन्छ होइन, यो यात्राहरू हेरिदिनु होला ल। हेर्नु न गाइस, फाइनली हामीले अब ब्लग गर्ने विचारमा चाहिँ थिएनौँ होइन। अब त्यत्तिकै बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ अब होइन, अब मोबाइल निकालेर मैले चाहिँ नि गरिहालौँ न ब्लग भनेर मैले चाहिँ बिच बाटोबाटै होइन मैले ब्लगिङ गरेँ। अब हुन त अब मैले इटरीबाटै सुरु गर्नुपर्ने थियो, तर चाहिँ मैले चाहिँ समथिङ यो लोकी यो कोसी कटान नदीबाट त्यहाँबाट मैले सुरु गरेँ होइन। बाटोमा के कस्तो हुन्छ होइन साथी, हेरिदिनु ल। बिस्तारै हामी बाटो अघि बढ्दै गर्दाखेरि भान्डाबारी पनि आइपुग्न लागेछ है। अब हामी यहाँ नरोकिकन हामी सिधै हाम्रो यात्रा अगाडि बढाउँदै हामी अघि बढिरह्यौँ ल साथी है। यहाँ पहिला यो पुल बिग्रिएको थियो, हामी तेर्सो भएर जाने गर्थ्यौँ पहिला अहिले चाहिँ बनाइसकेर रहेछ, खुसी लाग्यो। जे होस् अब तेर्सो लागेर चेकपोस्ट गऱ्यौँ है। र यहाँ चाहिँ हाम्रो सीमा रेखा स्तम्भ रहेको थियो, जस्ट यस्तो अपोजिट यो जुन नाला जस्तो यो खाल्डो चाहिँ देख्नु भएको छ, पोखरी जस्तो हो, त्यो साइडमा चाहिँ हाम्रो पिलर छ होइन। अब यसरी नै हामी अघि बढ्दैछौँ, साथीहरू हेर्दै गर्नु होला ल। अब होइन म भर्खर ब्लगिङ गर्न सिकिरहेको छु होइन, सपोर्ट गर्नु होला। केही भएको त्रुटिहरू केही गल्तीहरू छन् भने होइन मलाई सजेस्ट गर्नु होला होइन। लगाइज यो बडमा माछाका सुकुटीहरू मजाको पकाएर खुवाउने पनि हुन्छ है, मिठो पाउँछ यहाँ। लगभग अब हामी यहाँ आइसकेका छौँ। हामी अब मुख्य द्वारबाट इन्ट्री हुँदैछौँ है गाइस। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो छ यहाँको वातावरणहरू होइन, यहाँको स्ट्रक्चरहरू पहिलाको भन्दादेखि राम्रो बनिसकेको रहेछ ल गाइस। इन्जोय लिनु है त ल। फाइनली गाइस हामी आइपुग्यौँ कोसी ब्यारेजको यो न्यू रूप है, व्हाइट एन्ड रेड कलरले सजिएको हाम्रो कोसी ब्यारेज। वेलकम छ तपाईँहरू सबैलाई। ओ माई गॉड, साथीहरू यो कोसी ब्यारेज हो हेर्नु है ल। कोसी ब्यारेज राम्रो
गाइस अब हाम्रो डेस्टिनेसन हाम्रो सकिन लागेको छ अब हामी लगभग पुलको अन्तिम स्टेजमा आउन आँटिरहेका छौँ अब हाम्रो यात्रा सकिन्छ सायद है अब यतिन्जेल हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद साथीहरू थ्याङ्क यू सो मच फेरि राम्रो ठाउँको होइन तपाईँहरूलाई इन्फर्मेसन दिन पाऊँ त्यही भन्दै म बिदा माग्छु ल बाई बाई सी यु अगेन